सबै कुरा परिवर्तन हुन सक्छ। समय तपाईको औँला बीचबाट चिप्लिन्छ। मानिसहरू आउँछन् अनि हराउँछन्। अवसरहरू उठ्छन् अनि हराउँछन्। तर तपाईले जे गुमाउनुहुन्छ त्यस सबैको बीचमा एउटा कुरा कहिले तपाईलाई छोड्दैन। ज्ञान। ज्ञान यस्तो उज्यालो हो जुन कहिले निप्दैन। तपाईको संसार पुरै अन्हारो महसुस भए पनि यसले तपाईका घाउहरू मेटाउँदैन। यसले तिनीहरूलाई अर्थ दिन्छ। र जब जीवनले तपाईका योजनाहरू अनुसार चल्न अस्वीकार गर्छ, तपाईलाई लाग्छ कि ब्रह्माण्ड तपाईप्रति अन्याय गरिरहेको छ। तर के यो सजाय होइन भने? के यो अल्लाहले तपाईका कदमहरू पुनः सही दिशामा मिलाउँदै, तपाईको हृदयलाई बलियो बनाउँदै, तपाईलाई समर्पण सिकाउँदै हुनुहुन्छ भने? तपाईका सपना थिए, तपाईका योजनाहरू थिए, ती सबै तपाईले चाहे जस्तै पूरा भएनन्। तर प्रत्येक अनुत्तरित प्रार्थना हार होइन, केही त सुरक्षा हुन्। तपाईलाई अहिले भइरहेको कुरा मन नपर्न सक्छ, तर त्यो नै तपाईलाई बचाइरहेको हुन सक्छ। र ती मानिसहरू जसलाई तपाईले जोगाइराख्न धेरै प्रयास गर्नुभयो, जो टाढा गए, प्रत्येक विदाई अस्वीकार होइन। कहिलेकाहीँ त्यो एउटा पाठ हो, यस्तो पाठ जसले सिकाउँछ पकरेर नराखिकन माया गर्न, नटुटिकन छोड्न र कसैका लागि प्रार्थना गर्न। उनीहरू अब तपाईका नभए पनि। गुमाउनु अन्त्य जस्तो लाग्छ, तर गुमाउनु एक इमानदार शिक्षक हो। यसले तपाईलाई उघार्छ, आकार दिन्छ र तपाईलाई जगाउँछ। यसले देखाउँछ कि सबै मूल्यवान चीजहरू आफ्नो बनाउनका लागि हुँदैनन् र सबै छोडेर जाने कुरा साँच्चै हराउँदैनन्, किनकि प्रत्येक कठिनाइसँगै सहजता आउँछ। पछि होइन, सँगै, काँधमा काँध मिलाएर। त्यसैले आज राति भाग्यसँग लड्न छोड्नुहोस्। घाइते मनले किन सोध्न छोड्नुहोस्। खुला मनले केका लागि सोध्न सुरु गर्नुहोस्। किनकि सबै गलत देखिने कुरा खराब हुँदैनन्। केही त दिशा हुन्, केही त दया हुन्, केही त त्यो राम्रो बाटोको सुरुवात हुन् जुन तपाईले अहिलेसम्म देख्नु भएको छैन। भाग्य तपाईको शत्रु होइन, यो सबैभन्दा दयालु परमेश्वरले लेखिदिएको बाटो हो। र जब तपाईँ यसलाई हार होइन, भरोसाका साथ स्वीकार गर्नुहुन्छ, तब तपाईको हृदयले अन्ततः शान्ति महसुस गर्न थाल्छ।